श्रोता साभी सामाजिक कार्यक्रम। श्रोता, हामी साभी कार्यक्रमको बसाइमा समाजमा सङ्गीतको बारेमा कस्तो शिक्षा दिने त भन्ने बारे सिकौँ। हुन त अहिलेको मोडर्न जमानामा हामी सङ्गीतको बारेमा सङ्गीत तरुणी तन्नेरीहरूले गाइने गीतका धुन नै गीत र सङ्गीत हो भन्ने बुझाइ छ। तर त्यति मात्र होइन, सङ्गीतको महिमा वास्तविकतामा सङ्गीतको परिभाषाले वर्णन गर्दा निकै बृहत र विविध छ। हरेक वस्तुबाट, प्राकृतिक जनावर पशु पंक्षीबाट निस्किने आवाज र मानिसहरूबाट निस्किने हर एक आवाजलाई हामी साधारणतया सङ्गीतको नाम दिन सक्छौँ। तिनै आवाजहरू टिपेर सङ्गीतको उत्पादक भनौँ रचयिताहरूले ढुकढुकीको तालमा लयबद्ध बनाइएको हो। सङ्गीतको धुनको कायदा या नियम यो हुन्छ कि यसको सहायताले केही नम्र निवेदन, विज्ञापन, प्रेम पिरतीको आदान प्रदान पनि सङ्गीतबाट बोलिन्छ। अनि शब्दहरूलाई छन्द मिलाई वाद्यवादनको आवाजसँग सुर मिलाई मानव र केही मानिसको स्वरसँग गाइने तरिकालाई नै सङ्गीत या गीत पनि भनिन्छ। सङ्गीतको आवाजले प्राकृतिक पनि उमङ्गित हुन्छ अनि सङ्गीतको साधनाले उपचार पनि गरिन्छ या कति बिरामी पनि निको भएको र उपचारको लागि साधना गरेको पाइन्छ। बालबालिकाहरूमा सङ्गीत साधना गरे बुद्धि विकास हुने र पढाइमा एउटा रचनात्मक विकास हुने तथ्यहरू पाइन्दछ। यसै विविधताले सङ्गीतका फाइदाहरू र सङ्गीत के हो र किन साधना गरिन्छ भन्ने बारे समाजमा प्रकाश पार्नु पर्छ। सके कुनै सङ्गीत प्रवीणता प्राप्त व्यक्तिहरू ल्याई समाजमा बालबालिका या इच्छुकहरूलाई सङ्गीत सिकाउन ठिकै कार्य मानिन्दछ। श्रोता, यस्ता सामाजिक उन्नतिशील कार्यक्रम सुनेर र गरेर जसलाई पनि जहाँ पनि फाइदा नै हुन्छ र साभी सामाजिक कार्यक्रम सुनौँ, उन्नतिशील समाजको परिकल्पना गरौँ। एउटा सक्षम सिपवान शिक्षित व्यक्तिले नै मात्र समाज र राष्ट्रलाई सामुन्नत बनाउन सक्दछ। लौ त श्रोता, आजलाई यति नै। फेरि अर्को कार्यक्रममा भेटौँला। म रामसु बाइले कार्यक्रमबाट ओजेल हुन्छु। थ्याङ्क यू।